नमस्ते दास्तिलिक फेफुला फेरि पनि पुनः स्वागत छ हजुर सम्पूर्णलाई मेरो यस युट्युब च्यानलमा। आज फेरि हजुरहरू समक्ष धेरै दिन पछाडि चाहिँ उपस्थित भइसकेको छु। मेरो आजको विषय रहेको छ पञ्चशील। विशेष गरेर बौद्ध धर्ममा पञ्चशील चाहिँ बौद्ध धर्मको आधारभूत नैतिकता अथवा चाहिँ प्रतिज्ञा जस्तो चाहिँ मानिन्छ। पञ्चशील विशेष गरेर चाहिँ गृहस्थी अथवा चाहिँ साधक दुवैको जीवनमा चाहिँ सुख र शान्ति ल्याउने एउटा मार्गदर्शन हो। त्यसो भएको हुनाले हामीले चाहिँ पञ्चशीलमा रहन सक्यो भने यो संसारमा जति पनि प्राणीहरू चाहिँ कुनै पनि दुःख पाउँदैन। त्यसो भएको हुनाले हामीले पञ्चशीलको बारेमा चाहिँ थाहा भयो भने राम्रो हुन्छ। पञ्चशील चाहिँ के हो त भन्दाखेरि हामीले प्राणीको हत्या नगर्ने, चोरी डकैती नगर्ने, हैन, झुट नबोल्ने, व्यभिचार नगर्ने, त्यस्तै गरेर चाहिँ मदिरापान तथा त्रोटजन्य मादक पदार्थहरू चाहिँ सेवन नगर्ने इत्यादि चाहिँ हामीले देख्यो भने चाहिँ हाम्रो जीवनमा एक सुख र शान्ति चाहिँ ल्याउन सकिन्छ। त्यसो भएको हुनाले हामीले पञ्चशीलको चाहिँ पालना गर्न सक्यो भने गृहस्थी अथवा चाहिँ साधक दुवैलाई नै के हुन्छ भन्दाखेरि सुख र शान्ति चाहिँ ल्याउन सकिन्छ। हस्त धन्यवाद।